आफैले हटाएको हाकिमद्वारा बालेनको विदेश यात्रा तय। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह जापान जाने भएका छन्। उनी केही दिन भित्रै टोकियो जान लागेका हुन्। शहरी विकास योजना सम्बन्धी कार्यक्रममा सहभागी हुन जान लागेको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख बलराम त्रिपाठीले बताएका छन्। जनतासँग उनले भन अर्बन प्लानिङ कार्यक्रममा सहभागी हुन मेमा जापान जान लाग्नु भएको हो। उनको भ्रमणका लागि अनुमति माग्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन पठाएको त्रिपाठीले जानकारी दिए। तर निवेदन स्वीकृत भइ नसकेकाले जाने मिति तय हुन बाँकी रहेको उनको भनाइ छ। कुनै पनि जनप्रतिनिधि विदेश जाँदाखेरि प्रमुख प्रशासकीय अधिकृतको भूमिका निकै महत्वपूर्ण हुन्छ। प्रमुख त्रिपाठीका अनुसार भ्रमणमा जाने निर्णय भएपछि प्रमुख प्रशासकीय अधिकृतले त्यसै अनुरूप पत्र बनाएर मन्त्रालय पठाउँछन्। यता कार्यपालिका बैठकले पनि मेयरको भ्रमण अनुमोदन गर्नुपर्ने हुन्छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले केही दिन अगावै सिफारिस गरिदिएको जानकारी दिए। उनले जनअस्तासँग भने सबै निर्णय भएपछि म कहाँ पत्र पठाएको थिए, मैले निर्णय अनुसार मन्त्रालयमा सिफारिस गरिदिएको छु। गुरागाई तिनै कर्मचारी हुन् जसलाई हटाउन मेयर बालेनले सक्दो प्रयास गरेका थिए। अहिले तिनै गुरागाईबाट उनले भ्रमणको सिफारिस बनाउनु परेको छ। कार्यपालिका घोषणा समेत नदिने अडान लिएका बालेनले उनै निकासा गरेको तलब लिइरहेका छन् भने भ्रमण सिफारिसको लागि पनि उनकै आवश्यकता परेको छ। नयाँ बस पार्क स्थित निर्माणाधीन काठमाडौँ टावरको 12 तले नक्सा पास प्रक्रिया अगाडि बढाउनु पर्नेमा प्रक्रिया नै पूरा नगरी 19 तलाको नक्सा स्वीकृति दिएको आरोप लगाउँदै बालेनले उनीमाथि कारबाही गरेका थिए।